व्यवस्था परिवर्तनको लागि राजतन्त्रलाई फाल्न लागेको थियौँ हामी। भ्रष्टाचार गरेपछि त कमाउनिस्ट नि त रहेछ नि त। धर्मनिरपेक्ष त यी दलालहरूले हिजो उहाँ सोनिया गान्धीको इसारामा गोली हानेर गोलीहरू सबै दिएर चाहिँ प्रचण्डलाई हिरो नायक बनाएर गरेको यो 17-18 हजार मान्छेहरू मारेर अनि यहाँको धर्म सक्ने, यहाँका विद्यालयहरू, संस्कृत कुलहरू, गुरुकुलहरू सक्ने भनेर लागेको यो सोनिया गान्धीको डिजाइन होइन। कलेज खोलेर नेपालकै नेपालीहरू स्टुडेन्टहरू म यहाँ डक्टर उत्पादन गर्छु भनेर सङ्घर्ष गर्यो। उसले तपाईँको त्यो गरेर चाहिँ गर्दाखेरि पनि तपाईँको दिएनन् क्या। तर दुर्गा प्रसाईको कुरो अहिले आएर सबैलाई नपत्याउने खोलाले अब सबलाई बगाउँछ। म किन केपीओललाई रोज्नु? मलाई उखान टुक्का गरेर यो देश हाँकिँदै रहिरहेछ क्या। तपाईँ विगतमा नेपाल कम्युनिस्ट पार्टी एमालेको परिवारभित्रको मान्छे। एमाले होइन, पहिला माले थियो, माले कम्युनिस्ट पार्टी थियो। कम्युनिस्ट पार्टी थियो। तपाईँ कट्टर तपाईँ जन्मिँदैदेखिको कट्टर कम्युनिस्ट परिवारमा जन्मिनु भएको मान्छे। 42 सालमा मैले विद्यार्थी कालमा मैले सदस्यता लिएको हो। त्यतिखेर आन्दोलन गरियो, झन्डै यहाँ लक्ष्मी पाण्डेलाई गोली हानेको बेला हामीहरूलाई पनि झन्डै लागेको। तर कुटाइ खाएर यी त्यतिखेर प्रहरीका गुट र कुटाइ लट्ठीले सबै भाँचेका छन्। त्यो बेलादेखि लाग्नु भएको कम्युनिस्ट लाग्यो, कमाउनु भयो होला नि, राम्रै कमाउनु भयो होला। कम्युनिस्ट कमाउनु भनेर लागेन, देश परिवर्तन हुन्छ। हामी सुकुम्बासी अहिले त देखियो नि कम्युनिस्ट भन्ने बित्तिकै कमाउने समाधान हुन्छ, किसानको समस्या समाधान हुन्छ, गरिबहरूको दिन आउँछ, मजदुरहरूको दिन आउँछ, सारा सबै नेपालको दिन आउँछ, नेपाली गरिब दुखीहरूको भनेर चाहिँ त्यो व्यवस्था परिवर्तनको लागि राजतन्त्रलाई फाल्न लागेको थियौँ हामी। राजतन्त्र तपाईँहरूले फाल्नु भएको लागेको थियो। मैले फालेको भन्दिनँ, मैले त यति अपराध गरेछु त्यो मैले आज मात्रै थाहा नपाएको होइन। मैले एमाले छोडेको 10औं वर्ष भयो। एमाले छोड्नु भएको किन? कमाउन सक्नु भएन र छोड्नु भयो? कमाउने होइन, कमाउन मैले लागिनँ। कमाउनिस्ट भन्छन् नि त होइन, भ्रष्टाचार गरेपछि त कमाउनिस्ट नि त रहेछ नि त। भनेपछि यसरी बुझ्नु पर्यो, जो कमाउनतिर गएका थिएनन् तिनीहरूले एमाले छोडे, कम्युनिस्ट छोडे भन्ने बुझ्नु पर्यो। देश र यो देशको चिन्ता गर्ने, यो देशमा भएको समस्याको, यहाँ देशमा भएका गरिब दुखी किसान जो चाहिँ निम्न वर्गका जनताको चाहिँ एउटा गणतन्त्र भनेकै गण भनेको जनता होइन, गणतन्त्र आउँछ, जनताको तन्त्र आउँछ। यहाँ सबै गरिब दुखी निमुखाहरू, सबै सुकुम्बासीहरू। माधव बेटवालजी, तपाईँ भनिदिनुहोस्, वैदिक सनातन हिन्दू राष्ट्र कि धर्मनिरपेक्ष? धर्मनिरपेक्ष भनेको के हो? यहाँ के हामी धर्मनिरपेक्ष यो यत्रो बवन्डर यो सबै यो के हो यो मैले बुझ्न सकेको छैन। यो संसारै सबै वैदिक सनातन राष्ट्र हो। संसारै सबै। तपाईँ गएर अमेरिकाको उसमा गएर खोज्नुहोस्, समुद्रको मुनि गएर खोज्नुहोस्, त्यहाँ शिवलिङ्ग पाउनुहुन्छ। द्वारिकाधीश कृष्ण भगवानको त्यहाँ डुबिरहेको छ। गएर हिजो अस्ति भर्खर नरेन्द्र मोदीले त्यहाँ गएर भगवानलाई मजुर चढाएर आउनु भएको छ। तर नेपालमा त नेपाल त सबै शिवको राष्ट्र हो, धर्मनिरपेक्ष देश छ नि त। धर्मनिरपेक्ष त यी दलालहरूले हिजो उहाँ सोनिया गान्धीको इसारामा गोली हानेर गोलीहरू सबै दिएर चाहिँ प्रचण्डलाई हिरो नायक बनाएर गरेको यो 17-18 हजार मान्छेहरू मारेर अनि यहाँको धर्म सक्ने, यहाँका विद्यालयहरू, संस्कृत कुलहरू, गुरुकुलहरू सक्ने भनेर लागेको यो सोनिया गान्धीको डिजाइन होइन। त्यत्रो सोनिया गान्धीले गरेको होइन। मनमोहन त्यो एउटा ढेडु थिएन भारतको, त्यो प्रधानमन्त्री बनाएर सोनियाले उसकै राज्यमा चाहिँ सबै पास्टर सबै गाई काटेर गोरु काटेर खाने सारा सबै फैलाएको उसले होइन। यो सनातन भूमि हो, हामी गाई हाम्रा माता हुन्, हाम्री आमा हुन्। कन्काई नगरपालिकामा सनातन धर्मै हुनुपर्छ। केही महिना अगाडि गाई हत्या गरेर खाए। तपाईहरु एक दिन आन्दोलन गर्नु पर्यो, होइन अपराधी हामी। भोलिपल्टदेखि तपाईहरुले आन्दोलन छोड्नु पर्यो। हामी पनि अपराधी हौं क्या? हामी सनातन भूमिमा बसेर हामी पनि खाइरहेका छौं क्या? हाम्रो हिन्दू भाइ पनि खाइरहेको छ क्या? साथ दिएको छ हिन्दूहरुले। त्यहाँ सबै मैले बुझेँ, त्यहाँ साथ एउटैको मात्रै संलग्नता छैन। तर यहीँका अहिले जहिले हामीहरूले चाहिँ हाम्रो आफ्नै दाजुभाइले साथ नदिकन बाहिर गएर आएको छैन। त्यसैले यो सबै सनातन भूमिलाई चाहिँ ध्वस्त पारेको छ। यो देश सनातन भूमि हो। शिवजीले ध्यान गरेको यिनै पाखा पखेराहरू उते पाण्डव आएर बसेको थाहा छैन? पाण्डवहरूले उता माता शाकम्भरी देवी सताक्षी माताकोमा गएर धनु बाण राखेर माताको स्तुति गरेको होइन? शिव सताक्षी धाम उते अर्जुनले इतिहास खोइ हाम्रो सनातनको, वैदिक सनातनको इतिहास खोइ। पुराणमा गएर नाच्नुहुन्छ, पाण्डव नृत्यदेखि लिएर हरेक गर्नुहुन्छ। अहिलेको पुराणहरू पवित्र छन्? पुराण पवित्रै हुन्छन् अहिलेका पनि र पहिलाका पनि। तर त्यसलाई खेती बनाइएर त्यसलाई चाहिँ त्यहाँ अलिकति त्यो पुराणमा कुरा सबै राम्रा हुन्छन्। त्यहाँभित्र त्यो पुराणभित्र राम्रा
हामी सबै नि भएनौँ। पुराण भन्ने पण्डितहरूले नि पुराण भने बापत यति भनेर बार्गेनिङ गरिरहेको पनि पुराण चाहिँ यहाँ त व्यापारको उसमा भयो नि त, धर्मको नाममा भएन नि त। पुराण त व्यापारको होडबाजी भयो क्या। अनि तपाईँ त्यही पुराणमा गएर नाच्नुहुन्छ होइन? यो भनेको त्यो पुराण हुन् नि त। मैले त त्यो तपाईँको होडबाजीमा गएर त्यहाँ मैले गरेको होइन। मेरो चाहिँ कला हो। म शिवजीको जटाटवी गलज्जल प्रवाह पावितस्थले गले बलम्ब्य लम्बिताम भुजङ्ग तुङ्ग मालिकाम डमट 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 डमन निनाद वड्डमर वयम चकार चण्ड ताण्डवम तनु तुनः शिव शिवम। मैले चाहिँ शिव ताण्डव स्तोत्रहरू म भगवानको पढ्छु। अनि म पहिलेदेखि अलिक कला प्रेमी। तपाईँले मैले एउटा प्रश्न सोधेँ। हजुर, तपाईँ झापा जिल्लामा हुनुहुन्छ। झापा जिल्लाको तपाईँ हेरकै ठाउँको केपी शर्मा ओली अहिले प्रधानमन्त्री हुनुहुन्छ र उहाँकै प्रतिपक्ष भनौँ, देशको प्रतिपक्ष दुर्गा परसाई झापाकै हुनुहुन्छ। दुईजनामा तपाईँ कसलाई रोज्नुहुन्छ? मैले पहिला केपी बालाई रोजेको हो र दुर्गा परसाई दाईलाई पनि मैले पहिला केपीलाई नै रोज्नु भएको, उहाँले प्रचण्डलाई नै रोज्नु भएको। र त्यो व्यतिथि त्यहाँको र यो व्यतिथि यहाँका ब्याङ्कको व्यतिथि, यो सारा सबैको व्यतिथि र यो अत्याचार भएकोले गर्दा एउटा म कलेज खोलेर नेपालकै नेपालीहरू स्टुडेन्टहरू म यहाँ डक्टर उत्पादन गर्छु भनेर सङ्घर्ष गर्यो। उसले तपाईँको त्यो गरेर चाहिँ गर्दाखेरि पनि तपाईँको दिएनन् क्या, बुझ्नु भएन? त्यो 17-13 वर्ष लाग्यो अरे, मैले पनि भर्खर सुन्नमा आयो। तर उसले यही गर्ने भन्ने मान्छे हुन्, दुर्गा परसाई दाई हुन्। तर दुर्गा परसाईको कुरो अहिले आएर सबैलाई नपत्याउने खोलाले अब सबलाई बगाउँछ। किनभने दुर्गा परसाईले असत्यको बाटो एउटै पक्रेको छैन। दुर्गा परसाईले जतिको सत्यको बाटो अहिले मलाई केपी ओलीले, म किन केपी ओलीलाई रोज्नु? मलाई उखान टुक्का गरेर यो देश हाँकिँदै रहेछ क्या, बुझ्नु भएन? यो देश त गर्नु पर्यो क्या। तर गर्ने मान्छे खोइ त अनि अहिलेसम्म खोइ गरेको खोइ। केपी ओली भएको हो, मलाई चाहियो नि त। म बेरोजगार छु। केपी ओलीले त नि बाटो बनाउँदै हुनुहुन्छ, त्यत्रो हस्पिटल या टावर, दमकमा टावर होइन, कुन बाटो भन्नु न? दमकमा त्यत्रो टावर, त्यो दमकको कति अर्ब लाग्यो अरे त्यो टावरमा। मलाई सबैभन्दा दुःख लागेको कुरो त्यो दमकको टावर बनाउने पैसाले त्यो कैलाली, जुम्ला, कर्णाली त्यहाँ अस्ति घोडा झुन्डेको होइनन्, खच्चरहरू झुन्डेका होइनन्। हाम्रा छोराछोरी बालबच्चा नेपालीका छोराछोरी हाम्रा नेपालीहरू त्यसरी झुन्डेका छन्। त्यहाँ एक दुईवटा झुलुङ्गे पुल हाल्दा कति झुलुङ्गे पुल बन्थ्यो होला? त्यहाँ कति आम्दानी भयो होला? अहिले त्यहाँ कतिको आम्दानी होला? स्वरोजगार हाम्रो खोइ के हो? यस्तो भएपछि हुन्छ? त्यसैले म केपी बालाई रोज दिन एक एक गरेर सत्य आउँदैछन्। सत्यलाई साथ सबैले दिन्छन्। अपराध जहिले काहीँ लुक्दैन। सत्यको एक दिन जित हुन्छ।